ल साथीहरु फाइनली ब्राक बैंकबाट कार्ड डेलिभरी भयो। तपाईहरु पनि के भन्छ बुक गरेर कार्ड अनलाइन पर्चेस गर्न सक्नुहुन्छ। चार्ज लाग्दैन, फ्री हो। पैसा पठाउन पनि फ्री हो। स्पेशली साउदीमा बस्ने साथीहरुको लागि यो भिडियो है। अस्ति मैले अनलाइन बुकिङ गरेको थिएँ, त्यही कार्ड हो। ब्राकबाट पैसा नेपाल पठाउनलाई अहिलेसम्म चाहिँ पैसा लागेको छैन, चार्ज लाग्दैन, भ्याट फ्री केही लाग्दैन, अनि क्यासब्याक पनि यसो 1-2 रुपैयाँ आउँछ। ल फाइनली आयो। मेरो मात्र हैन, 3टा साथीहरुको पनि गरेको थियो, 3 जनाको आयो, 4 जनाको आयो। एउटाको यहाँ छ। यसरी आएको छ। यो चाहिँ ब्राक बैंकबाट हामीले कार्ड अर्डर गरेको थियौं। माडा कार्ड, पैसा निकाल्न ओर्न मिल्ने, पैसा पठाउन मिल्ने, त्यही हो। त्यसकै त्यो गर्यो। अब भिजा कार्ड जुन चाहिँ नेपालमा पनि चल्छ भन्छन्। अब भिजा कार्डको लागि टक्क कार्ड सिलेक्सनमा जाने। कार्ड सिलेक्सनमा पहिले कार्ड सिलेक्सनमा जाने। यो माडा कार्ड पहिले लिसकेको यो अप्सन पनि देखाइरहेछ। अब न्यू कार्डमा गएर यो साउदी नेशनल डे 95 कार्ड यो आउँदैन अरे, यो पनि आउँदैन भन्ने सुनेको थिएँ। यो आउने हो, हामीलाई यो चाहिन्छ, यो चल्छ अरे नेपालमा। यसलाई एप्लाई गर्ने। कुन कलर गर्ने भन्दा पहेँलो हैन। तपाईहरुले पनि यसरी गर्न सक्नुहुन्छ। यसलाई अनि कन्टिन्यू गर्ने। पिन कोड 4321 4321। ल पिन कोड यस्तो भयो। अनि यसलाई प्लेस कार्ड अर्डर, यो कार्ड अर्डर गर्ने। टक्कै कार्ड अर्डर गरेपछि नम्बरमा कोड आउँछ 52705 52605। यसरी कार्ड अर्डर हुन्छ साथीहरु। अनि फेरि कार्डमा जाने। कार्डमा गएपछि यहाँ आउँछ अप्सन अर्डर अ फिजिकल कार्ड भनेर, यसलाई अप्सन दिने। यो गरेपछि लोकेसन जान्छ। टक्क कन्फर्म एड्रेसमा थिचिदिने, कन्टिन्यू गर्ने। यति भएपछि तपाईको कार्ड अब अर्डरको लागि रेडी छ। अर्डर अन द वे हुँदैछ। ल यति नै हो। ल साथीहरु मैले ओपन गर्दैछु है त। ओपन गर्नु पर्यो। ब्राक लेखेको छ हैन। यहाँबाट यस्तो फाइनली यो कार्ड आउँदो रहेछ। ठिकै छ, राम्रै छ। फाइनली यस्तो कार्ड आउँछ साथीहरु। अब म भिजा कार्ड पनि गर्छु। त्यसमा चाहिँ नेपालमा पनि युज हुन्छ अरे भन्दैछन् हैन। यही म भिजा कार्ड पनि तपाईहरुलाई बुकिङ गरेको देखाउँछु है त। ल अहिलेलाई